अब यहाँ एउटा हाम्रो भाइ हुनुहुँदो रहेछ उहाँ भाइलाई चाहिँ हामीले सोध्दैछौँ है जस्ट प्राङ्क गर्दैछौँ है ल गाइज आउनु होला है सबजना आउनु होला भाइ तिम्रो घर चाहिँ कता पऱ्यो भाइ मेरो घर अर्घाखाँची घर पऱ्यो है अनि यहाँ चाहिँ कति भयो आएको दुबईमा चाहिँ यता चाहिँ मेरो चाहिँ हाल अहिले चाहिँ सम्म भयो जम्मा 18-19 महिना 18-19 महिना भयो तपाईँको यसो होइन अनि भाइ के भन्छ अरे अनि यहाँ चाहिँ कसको लागि बस्नु भएको नि भाइ यता चाहिँ एकजना चाहिँ मेरो साथी आउँदै थियो कि त्यो चाहिँ अनि उता उता कतै कहाँ गयो बेपत्ता पर्यो अनि काम चाहिँ के गर्नु छ भाइ हजुरले काम म चाहिँ यता खासै त्यस्तो केही होइन कम्पनी ठिक छ जे होस् होइन कम्पनी एकदम ठिक त छैन म त्यो ठिक छ त्यो चाहिँ भन्दैन तपाईँ धेरै अठाउनु भएछ यो ल आफ्नो समस्या कहाँ भन्नु भएको तपाईँ यार यसरी भन्नु पाएन नि अनि तपाईँको नाम के पऱ्यो भाइ एयरफोन नसाथ यो माइक्रोफोन चाहिँ नसाथ भन्नुमा मेरो नाम चाहिँ के भन्छ हौ के भन्छ अब तपाईँलाई आफ्नो नाम थाहा छैन अनि कस्तो मान्छे हो तपाईँ यार यो भएन कि होइन भन्नु नाम के पऱ्यो हजुरको भन्नुहोस् के पऱ्यो नाम हजुरको के गर्नु छ होइन खानापिना खानुभयो कि नै अनि बिहे भयो कि नै मेन कुरो तपाईँको बिहे भयो कि नै भाइ भन्नुहोस् त होइन तपाईँ विदेश आउनु भएको छ तपाईँको बुढी नेपालमा अर्कोसँग गइदिनु के गर्नु छ भाइ तपाईँ भन्नु त म केही गर्दिनँ जाओस् खुसी होस् ओके